हेलो हेलो नमस्ते गाइस। यो चाहिँ सेकेन्ड पार्ट मैले चाहिँ बनाउन लागो। यो चाहिँ विशेष खाराको पुलको चाहिँ लगभग कति गहिरो छ यार। यो पानीले फ्याल्ला जस्तो त रहेछ, तर पनि अब इन्जिनियरहरूले गरेरै होला केही होइन। अब यहाँ चाहिँ विशेष काम चलिरहेछ। यसरी बारेको रहेछ पानी चाहिँ, त्यही भएर बाटो चाहिँ बन्द। यसरी कक्कलाएर यो चाहिँ यहाँ चाहिँ यसरी बनाइदिएको छ। अनि काम चाहिँ धमाधम एकदम तीव्र गतिमै चलिरहेको अवस्था चाहिँ हामीले देख्यौँ। अनि लगभग हामीले असारसम्म केही मौका पाउँछौँ कि राम्रो गाडी गाडी माथि बारीकोटसम्म जानको लागि केही सुविधा पाउँछु कि भन्ने चाहिँ आशा चाहिँ गरौँ होइन। काम चाहिँ धमाधम चलिरहेको रहेछ। यस्तो छ, यो यसरी बनाइदिएको छ। दुईवटा जिसिबी नन स्टप, यता पनि लगभग अब यो चाहिँ काम यो भइसकेको रहेछ। थोरै काम बाँकी रहेछ, अब गर्नुपर्ने लगभग यस्तो चाहिँ छ। यहाँ बारेर अब यता चाहिँ गर्ने तस्करमै छ भनौँ न। अब यता चाहिँ उस अब काम चाहिँ नन स्टप रोकेको चाहिँ छैन। काम चाहिँ एकदम तीव्र गतिमै चलिरहेको रहेछ। खाराको पुलको पनि अब बन्दैन भन्ने ऊ पनि गए जस्तो लाग्यो मलाई चाहिँ। यस्तो बनिरहेको छ यो। सबैजना राम्रोसँग हेरिदिनु होला है, पक्का लाएर है।